दाजुभाइ दिदीबहिनीहरू नमस्कार। म खरो मान्छे राजनीतिको चुरो कुरो तपाईँहरूसँग गर्छु हैन। तपाईँहरूको आफ्नो पक्षधरता, तपाईँहरूलाई आफूलाई मन लागेका कुरा हुन सक्छन्, त्यसमा मेरो कुनै विमति र विरोध पनि छैन। तर मेरो चुरो कुरो के हो त भन्दाखेरि भने जुनसुकै ठाउँमा जुनसुकै देशमा राजनीतिमा तीनवटा पक्षहरू हुन्छन् हो। एउटा पक्ष हुन्छ परम्परावादी पक्ष है, जसको चाहिँ नेतृत्व नेपालमा अहिले राजावादीहरू राप्रपा र यस्तै केही अरू संस्था समूहहरूले गर्छन्। त्यसपछि दोस्रो पक्ष हुन्छ यथास्थितिवादीहरू। अहिले जुन संसदीय अहिलेको लोकतन्त्र छ, संसदीय अहिलेको गणतन्त्र छ, यही व्यवस्था मार्फतै चाहिँ नै अब जानुपर्छ, यसमा परिवर्तन गर्न हुँदैन भन्ने पक्षहरू चाहिँ यथास्थितिवादीहरू हुन्। अब अहिलेको स्थितिमा हेर्नुहुन्छ भने नेपालको पार्लियामेन्टभित्र रहेका सबै राजनीतिक शक्तिहरू, मैले पार्टीहरूको नाम लिइनँ, पार्लियामेन्टभित्र रहेका सबै राजनैतिक पार्टीहरू चाहिँ यथास्थितिवादीहरू हुन्। अब यस अर्थमा के छ त भन्दाखेरि भने अब मैले राप्रपालाई यता परम्परावादी भने त पार्लियामेन्टभित्र रहेका शक्तिहरू यथास्थितिवादी नै हुन्। तर राजनीतिक रूपले भन्दाखेरि चाहिँ त्यहाँ केही परम्परावादी शक्तिहरू पनि छन् र पार्लियामेन्टभित्र केही चाहिँ फेरि अहिलेको यथास्थितिलाई परिवर्तन गर्नुपर्छ भनेर क्रान्तिकारी सोच राख्ने केही प्रवृत्तिहरू पनि छन्। तर त्यो चाहिँ के छ भने मूर्त रूपमा एकदम पार्टीगत विचारकै रूपमा चाहिँ छैन। त्यसकारणले राजनीतिक रूपले चाहिँ पार्लियामेन्टभित्र भएकाहरू सबै यथास्थितिवादीहरू हुन् भन्नु नै ठिक हुन्छ। अब अर्को हुन्छ चाहिँ नै क्रान्तिकारी परिवर्तन चाहनेहरू हैन, जसले यो अहिलेको गणतन्त्र जो संसदीय प्रणाली छ यो थेग्न सक्दैन हैन। त्यसकारणले क्रान्तिकारी परिवर्तन गर्नुपर्छ। शासकीय स्वरूप, राज्यका सबै चाहिने संस्थाहरू हैन, ब्युरोक्रेसी, सेना, अदालत, यहाँको निर्वाचन प्रणाली हैन, यहाँको अर्थ राजनीतिक प्रणाली जो चाहिने उदारीकरणको चाहिने एक लटमा चाहिने पिछलग्गु भएर चाहिँ गइरहेको छ, यी सबै कुराहरूलाई चाहिँ परिवर्तन गरेर देशलाई चाहिँ साँच्चै समाजवादको चाहिँ गोरेटोमा बाटोमा चाहिँ लैजानुपर्छ भन्नेहरू पनि छन्। त्यो चाहिँ के छ भने यो प्रवृत्ति संसदभित्र भएका केही मान्छेहरूमा पनि छ, यो गर्नुपर्छ भन्ने चेत छ। तर उनीहरू सङ्गठित रूपले पार्टीगत विचार रूपमा उनीहरू बनाउन सकिरहेका छैनन्। अब माकेले कहिलेकाहीँ यो कुरा गरिराखे पनि व्यवहारिक रूपले यो विषयवस्तु एजेन्डालाई अगाडि बढाउन सकेका छैन। ऊ पनि चुनावी एजेन्डामै छ, 2084 केही चुनावी चाहिने उसमा ऊ लागिरहेको छ होइन। तर के छ भने संसदभित्र बाहिर भएका धेरै राजनीतिक शक्तिहरू चाहिँ यो लाइनमा छन्। अब देशमा चाहिँ यो तीनवटा चाहिँ राजनीतिक शक्ति हुन्छ, तीनवटा राजनीतिक लाइन हुन्छ हेर्नुहोस् जुनसुकै देशमा। र अहिलेको स्थिति चाहिँ के हो त भन्दाखेरि भने यथास्थितिमा रहन सक्ने स्थिति छैन। वास्तवमा भन्नुहुन्छ भने यो संसदीय गणतन्त्र असफल अवस्थामा पुगेको छ यिनीहरूको आफ्नै कारणले गर्दाखेरि हैन। अब यसमा शासकीय स्वरूपमा चाहिँ गम्भीर गल्तीहरू त यो थियो पहिलादेखि नै हैन। निर्वाचन प्रणालीमा गल्ती, सरकार निर्माण गर्ने प्रक्रियामा गल्ती, जस्तो कार्यकारी प्रमुख चाहिँ प्रत्यक्ष चाहिँ जनताबाट निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भन्ने जनताको यत्रो आवाज थियो, त्यसलाई यिनीहरूले लत्याएर पुरै चाहिँ अब संसदबाट सरकार बन्ने भन्ने कुरा ल्याए। त्यसले गर्दाखेरि यहाँ स्थिरता पनि छैन। अनि त्यसपछि भ्रष्टाचार, कुशासन हैन, नातागोता, अब चाहिँ समावेशीको नाममा आएका समानुपातिक कोटाहरूलाई पनि जनताको लेभलसम्म नपुर्याइकन यिनीहरूले नाता आफ्ना इष्टमित्र परिवारका सदस्य र जसले धेरै पैसा दिन्छ त्यसैलाई चाहिँ बाँडिराखे। यी विविध प्रकारले गर्दाखेरि चाहिँ संसदीय गणतन्त्रलाई यिनीहरूले पुरै विकृत बनाएका छन्। अब के छ भने यथास्थिति चाहिँ यो देशमा अब रहन सक्ने स्थिति छैन। यो संसदीय गणतन्त्र धरापमा परेको चाहिँ साँच्चै हो। अब यथास्थितिमा रहन नसकिसकेपछि के हुन्छ त भन्दा सबै पक्षले आफ्नो पक्षतिर तान्न कोसिस गर्छन्।
यथास्थितिवादीहरूले पनि सुरुमा प्रयास गर्छन् यसलाई यथास्थितिमै राख्न, यसलाई सुरक्षा गर्न। यसको पक्षमा चाहिँ उनीहरूले राज्यका संयन्त्रहरूलाई प्रयोग गर्छन् हैन। राज्यको प्रशासन संयन्त्र, राज्यको सुरक्षा संयन्त्रहरू यसको रक्षाको निम्ति खटिन्छ। हेर्नुहोस् त परम्परावादीहरूले पनि यसलाई फेरि चाहिँ धकलेर पछाडि धकलेर चाहिँ उनीहरूले आफूले चाहेका चाहिँ मान्यतामा व्यवस्थालाई फर्काउने कोसिस गर्छन्। त्यो कोसिस त गरिरहेकै छन्, राजावादी पक्षबाट त्यो कोसिस भइरहेकै छ। र क्रान्तिकारीहरूले पनि होइन यो यथास्थिति रहन सक्दैन, पछाडि फर्कने कुरा कबुल गर्न सकिँदैन, मान्न सकिँदैन र अगाडि बढ्नुपर्छ हैन। र देशमा यो संसदीय गणतन्त्रमा जे कुराहरूमा चाहिने गल्ती छ, शासकीय स्वरूपमा जहाँ जहाँ चाहिने गल्ती भएको छ, निर्वाचन प्रणाली लगायतको विषयमा यी सबै कुरालाई बदलेर यो सत्ताको चरित्र, सत्ताको वर्गीय चरित्रलाई नै बदल्न पर्छ भन्ने विषय उनले पनि बहस गर्ने भए, उनले पनि कोसिस गर्ने भए। तर अब यहाँनिर मुख्य कुरो के छ त भन्दाखेरि भने धेरै सङ्ख्या चाहिँ यथास्थितिवादीकै हुन्छ। अब यो यथास्थितिवादी चाहिँ के हुन्छ भन्दाखेरि यो एकदम चलायमान हुन्छ हैन। यो जड भएर त्यति बस्दैन। यो कि चाहिँ परम्परावादीतिर फर्किन्छ कि यो चाहिँ क्रान्तिकारी शक्तितिर फर्किन्छ। त्यसकारण त्यो चाहिँ नेपालमा भइसकेको छैन। नेपालको यथास्थितिवादीहरू, संसदीय पार्टीहरू साँच्चै चाहिँ यसलाई यो व्यवस्थालाई आमूल परिवर्तन गरेर समाजवादकी बाटोतिर जाने हो, रेडी हो भने यो त्यतैतिर जाने यसले पहल कदमी लिनेछ। तर यसको नेतृत्व क्रान्तिकारी शक्तिहरूले गर्नुपर्छ। होइन यथास्थितिवादीहरू चाहिँ आफू असफल भए अब पुरानैतिर फर्कने हो, राजै ल्याउने हो होइन, धर्म सापेक्ष चाहिँ उसमै जाने हो भनेर चाहिँ संसदभित्रका पार्टीहरू यो सोचेर यतातिर लाग्यो भने फेरि पुरानो पनि नआउला भन्न सकिँदैन। त्यस कारणले अब राजनीतिमा चाहिँ नि भूत प्रेत मरेको भन्ने हुँदैन। हेर्नुहोस् अब यो कुरो छ, मैले यो तीनवटा कुरो तपाईँहरूसित गरेँ होइन। अब तपाईँहरूको चाहिँ मूल्याङ्कन गर्नुहोस्, तपाईँको आफ्नो राजनीतिक विचारलाई मूल्याङ्कन गर्नुहोस्, देशको परिस्थितिलाई मूल्याङ्कन गर्नुहोस्, यहाँ के भइरहेछ भन्ने विषयलाई मूल्याङ्कन गर्नुहोस्। मैले यसमा पक्ष विपक्ष गर्न चाहिने। हस्, धन्यवाद।